अहिले चाहिँ हामी तपाईँ सिन्धुपाल्चोकको बगाम भन्ने गाउँमा छ। यस्तो ब्युटिफुल छ यो गाउँ, हेर्नु न ल, घरहरू ब्युटिफुल छ, शान्त क्या। यहाँसम्म चाहिँ मजाले गाडीहरू बाइकहरू मजाले आउँछ। यहाँभन्दा माथि जाँदाखेरि चाहिँ एकचोटि सोधेर जाँदा राम्रो है। यहाँ पनि टी हाउस, यो चाहिँ स्कुल रहेछ, बस्ने ठाउँहरू सबै सुविधा छ। यो रुटमा चाहिँ बस्नको लागि धेरै राम्रो सुविधा दिएको छ गभर्मेन्टले है। एकदम प्रिजर्भ गरिदिनु होला त्यसको लागि। माथि एकचोटि बाई मिस्टेक आगो पनि लगाइदियो थियो। खाना खानु लाग्यो यो दिदीको होटलमा, धासी ढाले बगाम भ्यू पोइन्ट, सिन्धुपाल्चोक भोटेकोसी 1 बगाम पर्दो रहेछ क्या। एकदमै बवाल छ। म चाहिँ अहिले हामी 2 जना छौँ है, 2 जना, 2टा बाइकमा म देखाइरहेको छु। मेरो एक्सपल्स हेरेको छु 16 हाम्रो चाहिँ एभ्रिथिङ अभाइलेबल छ यसमा। टेन्टदेखि लिएर सबै लिएर आएको थियो, तर हिजो यस्तो पानी पर्दैको कि बस्न नसकेर, टेन्टमा बस्न नसकेर हामी रुममा बसेको छौँ। यो मेरो एक्सपल्स हो, माने यसलाई त, यो बाइकलाई माने अलि रिलायबल पार्टमा नहोला होइन। जम्मा यो कुदेको छ मेरो चाहिँ, खालि काठमाडौँमा कुदाउँदिनँ म। 22,575 कुदेको छ यो होइन। तर इन्जिन गयो, हाफ इन्जिन छ यसको, सक गइसकेको छ मेरो। अरू के छ यसमा, सक गइसक्यो, टायर गइसक्यो यस्तो होइन। मैले 22,575 किलोमिटर प्योर अफ रोड, टोटल अफ रोड मात्रै कुदाएको छ यसको। तर साथ दिएर अहिले यस्तो पर्फर्मेन्स थियो कि मान्नुपर्ने। मदैको चाहिँ फुल कन्डिसनमा छ बाइक चाहिँ। यहाँ सबै ठाउँमा क्याम्पिङ, यो क्याम्पिङ ट्रिपको लागि दामी हो, तर रेनी सिजनमा चाहिँ आउनु पर्ने।